ल जापानिजहरू आएर यस्तो रहर लागेर गर्नुभएको छ उहाँहरूले जापानिजहरू ह्यान्ड विशेष गरेर हाम्रो जगन दाइले ल्याउनु भएको उहाँहरूलाई यहाँ ल उहाँहरूलाई यस्तो गर्न एकदम रहर लाग्छ एकदम काम गर्न रहर लागेको मान्छेहरू यता चाहिँ फेरि धमाधम खतरा काम हुँदैछ यता चाहिँ फेरि खानु पनि पऱ्यो नि कहिले काहीँ त जापानिजहरूको चाहिँ भिड छ नौधारेले कति भिडको यो प्रसारण भयो यस्तो गर्नलाई रहर मानिरहेछ हामी गाह्रो मान्छ उहाँहरूले चाहिँ एकदम रहर लगाइरहेको छ हेर न त्यति इन्ट्रेस्टिङ छ उहाँहरू चाहिँ नेपाल भिजिट प्लस विशेष गरी कफी हाउस कफीको काम कसरी हुन्छ भन्ने उहाँहरूलाई डेमोन्स्ट्रेसन गराएको उहाँ हेर्नुहोस् त यति इन्ट्रेस्टेड छ त्यही भन्छ जे कुरा पनि सिकेपछि जान्छु क्या कपी गरेर राम्रो हुन्छ है कफी चाहिँ यहाँ सुकाइरहेको छ अघिनैबाट सायद सुक्यो होला लगभग यसपालि चाहिँ हामीले 5 टनको कारोबार गर्ने हिसाब गरेका छौँ भने यसरी बेला बेलामा चाहिँ हाम्रो विदेशीहरू पाहुनाहरू आएर रमाइलो गर्नुको साथै खानपिन र कसरी काम गर्ने गरे बापत हामीलाई चाहिँ केही सहुलियत गर्नुहुन्छ है त ए गाह्रो भयो